हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। हामी चाहिँ आज उता पिजन हिल जाँदैछौँ। पिजन हिलमा अब बाटोमा जाँदा के कस्ता हुन्छन् अनि पिजन हिलमा गइसकेपछि के कस्ता रमणीय चिजहरू देखिन्छ त्यो चाहिँ हजुरहरूलाई हामी भिडियो मार्फत देखाउनेछौँ। हजुरहरू चाहिँ सबैजनाले हाम्रो भिडियो हेरेर साथ सपोर्ट गरिदिनु होला है त। हेलो गाइज, अघि चाहिँ हामी पिजन हिल जाँदाखेरि के अरे माइक लगाएको चार्ज सकिएर माइक चाहिँ अफ भएछ, त्यति आवाज आएको छैन। त्यही भएर मैले चाहिँ अहिले यहाँ अब भोइस रेकर्ड गर्दैछु। योबाट अब कस्तो के हुन्छ हेरिदिनु होला है त। अघि चाहिँ माइक अफ भएछ, अब त्यसको लागि चाहिँ सरी। अब भिडियो कस्तो हुन्छ अब जस्तो भए पनि अब सुरुमा बनाएको छु, अब हेरिदिनु होला। हेलो गाइज, हामी चाहिँ यो रेस्टुरेन्टभित्र छिर्यौँ। अब यहाँभित्र के पाइन्छ है, अब यहाँभित्रको उसहरू चाहिँ हामी देखाउने छौँ। गाइज, यो चाहिँ काउन्टर भइहाल्यो। आज चाहिँ खाली हो, एकदम राम्रो रहेछ क्या यहाँ। यस्तो यो चाहिँ मेरो छोरो। पुरा उसहरू खाली छ, ठाउँहरू एकदम रमाइलो। यो ठाउँ चाहिँ एउटा बाहिर निस्किन्छ अलि त म छिरेर देखाउँछु। यस्तो राम्रो मनमोहक। हामी यही त हो नि, उसमा आएको अस्ति नै। ल, यो चाहिँ पिजन हिलको माथिबाट देखिने भ्यू। यस, पहिला यहाँ पिङ खेलिन्थ्यो, राम्रो थियो। यहाँ चाहिँ एकदम राम्रो छ। यहाँ भित्र होल पनि छ, के भन्छ उस कार्यक्रमहरू गर्नको लागि। यहाँको ठाउँ चाहिँ एकदम राम्रो छ हौ गाइज। ल, छोरो त्यहाँ बसेर पिङ खेल्दै। भोक लाग्यो क्या हो, कस्तो राम्रो रहेछ। ल खै खुट्टा छोयो। ल, यस्तो संस्कारी छ छोरो फेरि। यस्तो छ ठाउँ।
खतरा छ यहाँबाट देखिने तलको पुल अनि यो नदी ढले ल गाइज हामी चाहिँ यहाँ आएर फोटोसोटो खिच्ने भिडियो सिडियो हेर्ने टिकटक बनाउने गरेर चाहिँ हामी एकछिन थाक्यौँ अनि खाजा पनि अब भोक लागिसकेको थियो होइन अब खाजा पनि खाने भनेर खाजा बनाउनु पठाएको खाजा पनि ल्याइदिनु भयो त्यो ब्यागहरू के हो खाजा चाहिँ यस्तो खालको ल्याइदिनु भएछ हाम्रो ब्याग स्याग के हो यस्तो फेरि ल यही हो खाजा यहाँ चाहिँ बाहिरको एकदम सिनहरू राम्रो छ जो कोही पनि आउन सक्नुहुन्छ ल गाइस अब खाजा खानु पर्यो है त ल छोरो ल खाजा खाँदैछ छोरीलाई मिस गऱ्यौँ के अरे होइन खाजा खाने बेलामा बहिनीलाई के भयो त्यो कस्तो भएछ खाजा चाहिँ अब खानु पर्यो मिठो छ दुईवटा नानीहरू थियो स्कुल जाँदा जाँदा उनीहरूलाई पनि अब प्याकिङहरू गरिदिने हो भाइको छोरी अनि मेरो छोरी जिम जाने अनि यस्तो खाइदिएपछि मासु त उसानेको अनि यो चाउमिन र मोमो नखानु पर्छ क्या नुन लानु थियो चाउमिन सब ठीक है खाने अझै काम गर्छ खाजा जे जस्तो भयो नि यहाँको ठाउँ चाहिँ राम्रो हो रमाइलो हो गाइस अब यति खाजा खाइसकेपछि म अब सँग भेट्छौँ पिज्जा लभर के ल्याऊ गाइस हामी अर्कै खाथ्यौँ मैले फेरि अर्कै खाऊ 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 यस्तै खान्छ नानी हो प्याकिङ हाल्नु पर्छ ल गाइस हामी चाहिँ यहाँ पिज्जा हिलबाट निस्केको अब खाजा साजा खायौँ यताउता हेऱ्यौँ घुम्यौँ फोटो खिच्यौँ अनि निस्क्यौँ मेन यहाँको उस नै हो स्कुटी यहाँ पार्किङ गर्न मिल्छ गाइस हामी चाहिँ लाग्यौँ है दमौलीतर्फ यहाँ पिज्जा हिलभन्दा मुतिर पनि के गाइस कस्तो राम्रो बगर छ अनि त्यसपछि त्यहाँ पनि छ के अरे पुल कस्तो राम्रो लामो पुल छ त्यहाँ चाहिँ जान भेट्दैन आज किनकि बच्चाहरूलाई स्कुल पनि लिन जानु छ
हामी चाहिँ घर आइपुग्यो पिजन हिलबाट। अब आऊ छोरी त छोरो आउनु ल ल हेलो गाइज भन्दै ल मेरो छोरी पनि आएर बसेछ स्कुलबाट। आज के पढेर आयो ल भनिदेऊ त भनिदेऊ त के भन्नु पर्दैन आज केही नि पढेन के गरेको आज तिहारको मद्रै थियो तिहारको डान्स गरेर आएको हो ए डान्स गर्न सजना हो भने गीतमा नाच्यौ ए कस्तो अरे छुच्चु न हो के अरे होमवर्क दिनुभएको छैन दुईटाको मात्रै ए ल अब म खाजा खायो खाएन अब खाजा खाने है स्कुलमा चाउमिन थियो अब मम्मीले पनि के ल्याइदिए अब त्यो खाने है खाएर अनि होमवर्क गर्ने हस् कसरी नाच्यो अरे यहाँ आएर नाच्देऊ न ल कसरी नाच्यो अरे के गीतमा अरे तिहारको गीत के तिहारै आयो भन्ने गीतमा कसरी नाच्छ अरे लाले त तिहारै आयो लौजेली मिली तिहारै आयो कस्तो गीतमा ए आउनु त एकचोटि ल गाइज भनिदेऊ ल गाइज अब हामी चाहिँ घर आइपुग्यो के अब हाम्रो भिडियोलाई हेरेर लाइक सब्सक्राइब सेयर गरिदिनुहोस्। फेरि पनि हजुरहरूको माया पायो भने फेरि यस्तो नयाँ भिडियो ल्याउनेछु डेली भिडियो अपलोड गर्नेछु। थ्याङ्क यू मेरो भिडियो हेरिदिनु भएकोमा।